र साथीहरु जति गरे पनि तपाईले जापानिज भाषा जान्नु भएन भने चाहिँ यो भिडियो हेर्नुपर्ने हुन्छ है त। यो भिडियो हेर्नु भने पनि तपाईले कामै छैन के। तपाई जापानमा आएर पाउने दुःखै हो के हैन। यतिको बोल्न जान्नु भएन भने चाहिँ तपाई पाउने दुःखै हो। त्यसैले चाहिँ मैले अहिले पढाएको यो यति मिनिङ चाहिँ यति तपाईले जान्न पर्छ के। मिनिङ तपाईले घोकेर चाहिँ यता कामै छैन के। जब तपाई यहाँ आएपछि ल्याङ्ग्वेज जिरो हुन्छ के। लिटरली मेरो पनि त्यही थियो हैन। मैले पनि नेपालमा चाहिँ 25 लेसनसम्म सबै मिनिङ जानेको के हैन। तपाईले चाहिँ यो भिडियो हेर्नै पर्ने हुन्छ। शेयर गर्नुस् के त साथीहरु हैन। जसले चाहिँ घोकन्ते विद्या के घोकिराछ मिनिङ जानेपछि जापानमा गएर तलका बिर्सन घोकिराछ। त्यस्तो मान्छेलाई चाहिँ यो भिडियो शेयर गर्नुस् हैन। कस्तो भन्दाखेरि चाहिँ तपाईले चाहिँ यहाँ आएर चाहिँ बोली कन्भर्सेसन भयो भने चाहिँ जिरो हुन्छ के। यो भिडियोमा चाहिँ तपाईले जुन पढाएको छु नि जुन देखाएको छु नि तपाईले त्यही पढ्नु भयो भने तपाईले यहाँ पर्फेक्ट हुन्छ के। कसम भनेको छु हैन। तपाईले चाहिँ यो भिडियो चाहिँ तपाईले शेयर गर्नुलाई पठाउनु ल त साथीलाई। र यो भिडियो चाहिँ हेरेपछि चाहिँ सब्स्क्राइब गर्न नभन्नु है। पुरै भिडियो हेर्नुलाई त ल। सुरुवात छ तपाईलाई हैन। मोइचिदो इत्ते कुदासाई फेरि एकपटक भन्नुहोस् हैन। मोइचिदो इत्ते कुदासाई भनेको चाहिँ फेरि एकपटक भन्नुहोस्। अथवा चाहिँ तपाईले मोइचिदो ओनेगाइसिमास फेरि एकपटक भन्नुहोस्। कसैले तपाईको कुरा बुझेन हैन, उनीको कुरा बुझेन भने चाहिँ भन्न सक्नुहुन्छ। त्यसपछि चाहिँ यिनीहरुको मोइचिदो ओनेगाइसिमास जे भने पनि हुन्छ है। तपाईले मोइचिदो इत्ते कुदासाई अथवा चाहिँ मोइचिदो ओनेगाइसिमास इत्ते कुदासाई भन्नु भन्दा अगाडि चाहिँ मोइचिदो ओनेगाइसिमास भनेको सबभन्दा राम्रो हुन्छ है त। यो भयो तपाईहरुलाई। त्यसपछि तपाईले यसको चाहिँ काममा प्रयोग गर्न सक्नुहुन्छ यस्ता शब्दहरु। अब अर्कोतिर सुगरौँ है त। कुरा चाहिँ सुमिमासेन सरी वा नान्देस्का भनेको यो चाहिँ के हो हैन। यो चाहिँ के हो भनेको मलाई केही वस्तुहरुको बारेमा थाहा भएन हैन। अथवा चाहिँ तपाईहरु चाहिँ यो के होला जस्तै यो चाहिँ सुमिमासेन यो घडी यो तपाईलाई थाहा छैन भने चाहिँ सुमिमासेन कोरेवा नान्देस्का भनेर तपाईले भन्न सक्नुहुन्छ है त। जस्तै यो चाहिँ घडी हो कोरेवा तोकेइ देश भन्न पाइयो हैन। तपाईले चाहिँ यो के हो भनेर थाहा भएन भने चाहिँ सुमिमासेन कोरेवा नान्देस्का भनेर तपाईले सुन्न सक्नु भयो है त। अब अर्कोतिर जाम कुरा है त। दोयु कोतो देशका भनिन्छ नि। दोयु कोतो देशका भनेको के भन्ने कुरा हो भनेको हैन। फेरि म दोहोर्याएँ यो अथवा तपाईलाई चाहिँ केही कुरा भने तपाईले बुझ्नु भएन भनेको त्यसको मिनिङ के हो भनेर भन्नको लागि चाहिँ दोयु कोतो देशका भनेर भन्ने हैन। दो यु भनेर एकाउन्ट अक्षर भनिने कि दोयु कोतो देशका भनेको के कुरा हो घोक्नुहोस् तपाईले मजाले पढ्नुहोस् हैन। अथवा चाहिँ तपाईले चाहिँ दोयु इमी देशका के अर्थ के हो यसको मिनिङ के हो हैन। दोयु इमी देशका भनेर तपाईले घोक्नुहोस् है त। अर्थ के हो दोयु इमी देशका भनेको 10 वटा घोक्नु छ के हो यसको इमी भनेको मिनिङ है त छ हैन। सुमिमासेन मो खाइते मो इदेशका भनिन्छ हो कि नै। यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ तपाईले टाउको दुखो तपाईले काम गर्न सक्नु भएन हैन। तपाईले चाहिँ एकदम थकित महसुस गर्नुभयो अनि तपाईले चाहिँ अब आफूलाई कन्ट्रोल गर्न सक्नु भएन हैन। जस्तै पनि फर्किने पर्छ मलाई एकदम गाह्रो भयो जस्तो लाग्यो। तपाईले चाहिँ के भन्ने त हैन। इत्ते म इदेशका भन्न मिल्दैन हैन। घर चाहिँ खाइते हुन्छ त्यसैले चाहिँ सुमिमासेन एक्सक्युज मी म खाइते म इदेशका। तपाईले डाइरेक्ट म खाइतेमा इदेशका भनेर तपाईले सुन्न मिल्दैन हैन। त्यसको लागि चाहिँ तपाईलाई रिजन चाहिन्छ। आत्मा इताई भनेर भन्नुपर्छ हैन। टाउको दुखेछ मेरो खाइते म इदेशका भनेर भन्नुपर्छ हैन। अथवा चाहिँ तपाईले काम सक्नुभयो अर्को शब्दमा काम सक्नुभयो भने चाहिँ तपाईले चाहिँ अब चाहिँ काम केही बाँकी छैन भने चाहिँ तपाईको टाइम पनि भयो अनि त्यसपछि चाहिँ टाइम भयो अनि त्यसपछि खाइते म इदेशका भनेर सुन्न सक्नुभयो हैन। सुमिमा चाहिँ म खाइते म इदेशका भनेर सुन्न सक्नुभयो है त। चाहिँ खाइते म इदेशका थियो अहिले चाहिँ हाइते म इदेशका। सुन्नुहोस् त म पस्न सक्छु भनेर भनिन्छ नि। यसमा चाहिँ तपाईँ कलेज आउनुहुन्छ हैन। तपाईँले यो हाइते भनेको छिर्नु भनेर घोकेर हुँदैन। सुमिमासेन भनेको एक्सक्युज भनेर घोकेर हुँदैन क्या। यसको लागि चाहिँ पहिला वाक्य बनाउन जान्नुपर्छ। तपाईँ स्कुलमा जानुभयो स्कुलभित्र छिर्न खोज्नुभयो हैन। तपाईँले चाहिँ अब के भन्ने सिधै नेपाल होइन नि त छिटो गरेर जादु छिर्ने हैन। त्यसको लागि चाहिँ जापानमा चाहिँ अब रुल्स रेगुलेसन हुन्छ। तपाईँले जाने बित्तिकै ढोका ट्याङ ढकढकाउने हैन। यसरी ट्याङ 3 चोटिसम्म। अनि त्यसपछि चाहिँ तपाईले चाहिँ सुमिमासेन हाइते म इदेशका अथवा चाहिँ सेन्सेई भनेर भन्ने हैन। सेन्सेई हाइते म इदेशका। सेन्सेई भनेको टिचर म के पस्न सक्छु भित्र भनेर भन्ने। जहाँ पनि त्यस्तो भन्ने के जस्तो अफिस अथवा चाहिँ कुनै मिटिङहरुमा चाहिँ छ भने चाहिँ आफूले चाहिँ यसरी सुन्नुपर्छ है त। सिधै चाहिँ म पस्छु भनेर चाहिँ सर्ट आएर बस्नु हुँदैन है त। एउटा कुरा एकदम रुल्सहरु रेगुलेसनहरु फलो गर्नुपर्छ है त। अनि अर्को चाहिँ सिचुरेसिमास यो एकदमै परेको हुने शब्द हो है त। अब तर व्यवहारको लागि क्षमा चाहन्छु भनेको छ। यसको अर्थ चाहिँ कस्तोमा लाग्छ भन्दाखेरि चाहिँ तपाईले चाहिँ हैन कतै होटलतिर अथवा रेस्टुरेन्टतिर कतै काम गर्नु भएको छ हैन। तपाईको हातबाट चाहिँ ड्याङ्ग गिलास खस्यो के हैन। गिलास बद्रङ्ग गड्यो बडाममा तपाईले गर्दाखेरि ठुलो आवाज आयो गिलास फुट्यो अथवा चाहिँ ठुलो आवाज आयो भने चाहिँ सिचुरेसिमास भन्नुपर्छ के। सिचुरेसिमास भन्नुपर्छ माफ गर्नुहोस् भनेर भन्छ के क्षमा चाहन्छु भनेर भन्नुपर्छ के। उनीहरुले चाहिँ यो भनेपछि चाहिँ सजिलै के हैन रिसाएको मान्छे पनि फकिन्छन् के। जापानिजहरु त्यस्तो सानो कुरामा रिसाउने फकिनुहुन्छ के। सिचुरेसिमास भन्नुपर्छ। अथवा चाहिँ अर्को शब्दमा कस्तो लाग्छ भने चाहिँ
तपाईँ हिँड्दै हुनुहुन्छ होइन, हिँड्दै हुनुहुन्छ, यो यहाँ चाहिँ अभद्र व्यवहार, यसको लागि नजानुहोस्। यसको दुईवटा मिनिङ हुन्छ। अर्को चाहिँ होइन ढोकामा हुनुहुन्छ होइन, तपाईँ कसैले चाहिँ झ्याक्क ढोका खोलिदियो होइन, झ्याप्पै ढोका खोल्ने, त्यो मान्छे पनि आउने, तपाईँ पनि जाने, दुईजनाको ठोकियो क्या जस्तो भयो, क्या ठोकिनलाई आँट्यो जस्तो भयो। सुइमासेन सिचुरेसिमास होइन, सिचुरेसिमास भनेर चाहिँ स्याट्टै जान सक्नुभयो। अथवा चाहिँ कुनै दुईवटा मान्छेहरू कुरा गरिरहेको छन् होइन, कुरा गरिरहेको छ भन्नु भने चाहिँ कसैलाई बोलाउनु पऱ्यो भने चाहिँ चोतो सिचुरेसिमास भनेर भन्ने, चोतो सिचुरेसिमास भनेर बोलाउनु पर्छ क्या। नेपालमा जस्तै ओए भनेर बोलाउनु पाइँदैन है त होइन। अनि त्यसपछि अर्को चाहिँ स्वाति मैदेशका भनेर भन्न चाहन्छु भनेको है त, अलि छिटछिटको मोइचिदो सेचुमी सिस्टे मोराइमासेन्का भनेको तपाईँले केही कुरा बुझ्नु भएन भने चाहिँ मोइचिदो सेचुमी सिस्टे मोराइमासेन्का भएन, तपाईँले केही व्याख्याहरू के अझै व्याख्या गरिदिनुहोस् कृपया, तपाईँले बुझ्नु भएन भने चाहिँ तपाईँले यसरी तपाईँले भन्न सक्नुहुन्छ है त। कुरा चाहिँ सोरेवा निहोङ्गो दे नान्देशका भनेको तपाईँले चाहिँ अब कुनैको थाहा भएन होइन, मिनिङ थाहा भएन भने चाहिँ त्यसलाई चाहिँ जापानिज भाषामा के भन्छ भनेर सोध्नको लागि सोरेवा निहोङ्गो दे नान्देशका होइन, हामी नेपाली भाषामा जानिएछ, इङ्ग्लिस भाषामा जानिएछ होइन, तर चाहिँ निहोङ्गोमा जानिए छैन भने चाहिँ हामीले त्यसरी सोध्न सकिन्छ है त। अनि सोरेवा नेपारू दे नान्देशका, सोरेवा नेपारूको दे नान्देशका, यसलाई नेपाली भाषामा के भनिन्छ भनेर चाहिँ उनीहरूले सोध्न सक्छन् होइन। अनि तपाईँले चाहिँ जापानिज भाषामा सिकाएपछि तपाईँले चाहिँ नेपाली भाषामा के भन्छन् भनेर सोध्न सक्छन्, तपाईँले चाहिँ भन्न सक्नुहुन्छ है सजिलरी। सुमिमासेन योमिकाता हो ओसेते कुदासाई, जस्तै जापानिज भाषाको खान्जीहरू अथवा चाहिँ काताकानाहरू केही जान्नु भयो भने चाहिँ यसलाई कसरी पढ्ने भन्दाखेरि चाहिँ योमिकाता हो ओसेते कुदासाई होइन, पढ्ने तरिका सिकाइदिनुहोस्। अथवा चाहिँ तपाईँले एकदम गाह्रो वाक्य छ होइन, सजिलो तरिकाले कसरी हुन्छ भन्दाखेरि सिकाइदिनुहोस् भन्न सकिन्छ है त। सुमिमासेन खाकीकाता ओसेते कुदासाई, अघि योमिकाता अहिले खाकीकाता, जस्तै खान्जीको होइन, खान्जी तपाईँ लेख्न गाह्रो हुन्छ होइन, अनि एउटा स्टेप दुईवटा स्टेप हुन्छ, सिकाइदिनु भन्न सक्नुहुन्छ है त। अनि अर्को चाहिँ सुमिमासेन सिचुमैना रिमास किते मोइदेशका भनेको मसँग एउटा प्रश्न छ होइन, तपाईँलाई सोध्न सक्छु भनेर चाहिँ सिधै सुमिमासेन सिचुमन गाडीमास किते मोइदेशका सोध्न सक्छु भन्ने अर्थ जान्छ है त। सुमिमासेन सिचुमन गाडीमास किते मोइदेशका भनेर सोध्न सक्नुहुन्छ है त। अर्को चाहिँ हाई वकारिमास त आरिगातो गोजाइमास भनेको कसैले केही कुरा तपाईँले सम्झायो भने चाहिँ बुझेँ मैले धन्यवाद हजुरलाई भनेर भन्नुपर्छ है त। वकारिमास त हाई वकारिमास त आरिगातो गोजाइमास सबै भन्नुपर्छ है त। तपाईँले यसरी मजाले मिलाएर भन्न सक्नुहुन्छ है त। अनि आस्तानो सिकुदैव नान्देशका, तपाईँले यो टिचरलाई होइन भोलिको गृह कार्य के हो भनेर सोध्नको लागि चाहिँ आस्तानो सिकुदैव नान्देशका भनेर तपाईँले चाहिँ बुझ्नु, भोलिको होमवर्क के हो थाहा भएन भने चाहिँ आस्तानो सिकुदाई भनेको चाहिँ गृह कार्य होमवर्क है, नान्देशका भनेको के हो भनेर भन्ने सक्नुहुन्छ है तपाईँले कलेजमा। अर्को कुरा चाहिँ आस्ता योजी गाडीमास याचुन्दी मैदेशका भनेर चाहिँ तपाईँले काममा अथवा चाहिँ स्कुलमा भन्न पाउनुहुन्न होइन, काममा चाहिँ योजी भनेको चाहिँ एकदम काम छ मेरो, योजी भनेपछि जापानमा बिदा दिन्छन् है त। योजी आरिमासका र याचुन्दी मैदेशका झ्याप्पै भन्नु हुँदैन, पहिले भन्नुपर्छ है त। किन यासुन्डे सुमिमासेन देशथा, जस्तो तपाईँले चाहिँ झ्याप्पै बिराम भएर सुत्नुभयो अथवा चाहिँ तपाईँले एकदम अचानक बिदा लिनुभयो भने चाहिँ तपाईँले चाहिँ हिजो म बिदा बसेको थिएँ माफ गर्नु होला भनेर भन्नुपर्छ है त। अनि ओसिएते कुरेते आरिगातो गोजाइमास, कसैले केही कुरा तपाईँलाई सेचुमी गर्यो होइन, तपाईँलाई केही कुरा सिकायो भने चाहिँ बुझायो भने चाहिँ ओसिएते कुरेते आरिगातो गोजाइमास, सिकाउनु भएकोमा धन्यवाद भनेर तपाईँले एकदम पोलाइट भाषामा बोल्न सक्नुहुन्छ है त। अर्को चाहिँ होइन कुनो सिकुदाई मिते मोराइमासेन्का, तपाईँले चाहिँ केही गृह कार्य लेख्नु भयो होइन, अनि त्यसपछि चाहिँ टिचरलाई तपाईँले भन्नु पऱ्यो भन्दा सेन्सै कुनो सिकुदाई हो मिते मोराइमासेन्का भनेर तपाईँले पोलाइट भाषामा बोल्न सक्नुभयो है त। जति पोलाइट भाषामा बोल्न सक्यो त्यति राम्रो भइन्छ है त। अनि त्यसपछि किन नो सिकुदाई वा वासुरेते सुमिमासेन देशता, हिजोको गृह कार्य बिर्सिएँ मैले, मलाई माफ गर्नुहोस् भनेर तपाईँले टिचरलाई भन्न सक्नुहुन्छ है त। हिजोको होमवर्क बिर्सिएँ मैले, बिर्सिन चाहिँ झ्याप्पै हुँदैन है जापानमा, तर चाहिँ बिर्सिएँ मैले माफ गर्नुहोस् भनेर भनेपछि जसले पनि एकचोटिले माफ गरिदिन्छ है त। आस्था वा जेत्तै मोतेकिमास, तपाईँले चाहिँ भोलि गृह कार्य बिर्सिनु भयो भने हिजोको मैले गृह कार्य बिर्सिएँ होइन, अहिलेको एउटै वाक्य है त, भोलि त्यसरी नै म लिएर आउँछु भनेर भन्न सक्नुहुन्छ है त। सिन्जिते कुदासाई भनेको उनीहरू त विश्वास गरेन भने चाहिँ सिन्जिते कुदासाई विश्वास गर्नुहोस् भन्नुपर्छ है त। सुमिमासेन कोरेकारा चोतो कि कोएमासेन, यहाँबाट चाहिँ कोको कारा चोत्तो कि कोएमासेन भनेको यहाँबाट सुनिएन भन्ने है त। अर्को कुरा चाहिँ सुमिमासेन कोको कारा चोत्तो मिएमासेन भनेको तपाईँले यहाँबाट देखिएन, राम्रोसँग देखिएन भने चाहिँ यहाँबाट चाहिँ राम्रोसँग देखिएनलाई चाहिँ सुमिमासेन कोको कारा चोत्तो मिएमासेन भनेर भन्न पाइयो है त। इमा दाइजोबु देश भनेर भन्नुको देखिया छ, इमा दाइजोबु भनेर चाहिँ हाई इमा दाइजोबु देश देखिया छ भनेर भन्दाखेरि चाहिँ इमा दाइजोबु देश अहिले ठिक छ भन्नु पऱ्यो है त। कोनो कताए तदासी देशका भनेको तपाईँले एन्सर कसैले क्वेसन दियो भने चाहिँ यसको एन्सर चाहिँ ठिक छ भनेर तपाईँ टिचरलाई भन्नु पऱ्यो है त। कोताए भनेको चाहिँ एन्सर है त, एन्सर ठिक छ भनेर भन्नु पऱ्यो है त। अनि त्यसपछि माचिगाए नो नाउस्ते कुदासाई, माचिगायो नाउस्ते कुदासाई, बिग्रेकोलाई चाहिँ सचाइ दिनुहोस् भनेर भन्नु पऱ्यो है त। माचिगायो भनेको बिग्रेकोलाई, नाउस्ते भनेको सचाइ दिनुहोस्, गल्ती सचाइ दिनुहोस् भनेर टिचरलाई भन्न सक्नुभयो है त। सुमिमासेन
हाना सनाइदे कुदासाई भनेको कुरा नगर्नुहोस्, गल्ती उ गरेर झगडा नगर्नुहोस् अथवा चाहिँ कुरा नगर्नुहोस् भनेको तपाईँलाई डिस्टर्ब हुन्छ भने चाहिँ त्यस्तो भन्नु पाइन्छ है त। सिजुकानी सिते कुदासाई अथवा चाहिँ साथीहरूलाई चाहिँ तपाईँले सिजुकानी सिते कुदासाई चुप लाएर बस्नुहोस् भनेर भन्न पाइयो है त। नानी मो इवानादे कुदासाई केही पनि नभन्नुहोस् अथवा चाहिँ तपाईँले चाहिँ यो साथीले चाहिँ मलाई यस्तो यस्तो भने त्यसलाई भनिदिउँ भन्दाखेरि चाहिँ नानी मो इवानादे कुदासाई भन्न पर्यो है त। तात्ते कुदासाई उठ्नुहोस्, हाई सेन्सै नान्देस्का भनेर सेन्सैलाई सोध्न पर्यो है त। सेन्सैले चाहिँ नाम बोलायो भने चाहिँ तपाईँले हाई सेन्सै नान्देस्का, हाई टिचर नान्देस्का, हजुर टिचर के भयो भनेर सोध्न सक्नुभयो है त। तपाईँले त्यहाँ चाहिँ हजुर सर के हो भनेर सोध्न सक्नुभयो है त। अनि अर्को कुरा चाहिँ चोत्तो कि कोही मासेन भनेको यसो सुनिएन, यो तपाईँले चाहिँ अनलाइनमा मिटिङ गर्दाखेरि अथवा टिचरले पढाउँदाखेरि चाहिँ नसुनेको खण्डमा भन्न सक्नुभयो है त। चोत्तो मिएमासेन भनेको देखिएन भनेर भन्नु पऱ्यो क्या होइन। तपाईँले यसो राम्रोसँग देख्नु भएन भने नाउस्ते इतादाके मासेन्का, यो अझै राम्रो पोलाइट भाषा है आइको। नाउस्ते कुदासाईको नाउस्ते इतादाके मासेन देश्योका अथवा इतादाके मासेन्का दोस्रो भाइ देशका वकाराने देशका के गर्दा ठिक हुन्छ मैले बुझिनँ त्यसैले भनेर चाहिँ तपाईँले टिचरलाई अथवा चाहिँ अरू मान्छेहरूलाई सोध्नु पर्यो। दोस्रो भाइ देशका के गर्दा ठिक हुन्छ भनेर है त। कोनोमामा यी देशका यत्तिकै ठिक हुन्छ भन्ने शब्द है त। यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ पर्स यहाँ छ भने चाहिँ यो पर्स चाहिँ कोनोमामा यी देशका यहीँ जहाँको चाहिँ ठिक छ यो भनेर भन्न पाइयो है त। लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ हान्नै पर्ने हुन्छ है त, हान्नै पर्ने हुन्छ।